हामीलाई चाहिँ धेरैजनाले यो तल्ला थप्ने बारेमा चाहिँ प्रश्नहरू पनि गर्नुहुन्छ र धेरैजना मार्केटमा चाहिँ तल्ला थप्ने बारेमा सोच्दै पनि हुनुहुन्छ होला। र तपाईहरुले यदि घरमा चाहिँ तल्ला थप्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई आफ्नो घरमा तल्ला थप्नुभन्दा अगाडि बुझ्नै पर्ने 10 वटा एकदमै अति आवश्यक कुराहरूको बारेमा चाहिँ म भन्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तल्ला थप्नु अगाडि तपाईले सुरुमा बुझ्नुपर्ने कुरा भनेको तपाईको अहिले भइरहेको घर चाहिँ पिलर सिस्टमको हो कि होइन भनेर बुझ्नुपर्ने हुन्छ। तपाईको घर चाहिँ पिलर सिस्टमको हुन पनि सक्छ र तपाईको चाहिँ नर्मल लोड बियरिङ वालमा पनि घर बनेको हुन सक्छ। त्यसकारणले गर्दाखेरि चाहिँ पिलर सिस्टममा घर बनेको हो कि होइन यो कुरा चाहिँ पहिले तपाईले छुटाउनु पर्ने हुन्छ। यदि तपाईले चाहिँ पहिले नै पिलर सिस्टममा घर बनाउनु भएको र चाहिँ तल्ला थप्ने भनेर चाहिँ डन्डीहरू नेपालमा प्रायः जसो छोडिन्छ, त्यो छोड्दाखेरि चाहिँ तपाईले छोडेको डन्डीहरू कतिको सुरक्षित छ। अब तपाईको डन्डीमा चाहिँ घाम पानीले गर्दाखेरि चाहिँ रस्ट भइसकेको हुन सक्छ, खिया लागिसकेको हुन सक्छ, जसले गर्दाखेरि डन्डीको जति मजबुती हुनुपर्ने हो त्यति मजबुती नभएको हुनुपर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईले चाहिँ त्यो डन्डीको चाहिँ गुणस्तर चाहिँ चेक गर्नुपर्ने हुन्छ। र यदि तपाईहरुले चाहिँ पिलर सिस्टम नबनाइकन चाहिँ घर बनाउनु भएको थियो भने चाहिँ त्यसमा चाहिँ तपाईहरुले पछि तल्ला थप्दाखेरि चाहिँ रेट्रोफिट गरेर चाहिँ नयाँ पिलर थपेर नयाँ फाउन्डेसन हालेर अनि त्यसैलाई चाहिँ मोडिफाई गर्न चाहिँ सक्नुहुन्छ। यसरी बनाउँदाखेरि तपाईको घर सुरक्षित पनि हुन जान्छ। त्यसैगरी अर्को भनेको तपाईले पहिले बनाएको घरमा अहिले चाहिँ तपाईले चाहिँ तल्ला थप्ने बारे सोच्दै हुनुहुन्छ भने चाहिँ पहिलाको डिजाइन अनुसार सुहाउँदो खाले मात्र तपाईले चाहिँ तल्ला थप गर्नुपर्ने हुन्छ। नभए चाहिँ तपाईको पहिलाको घरले चाहिँ अहिलेको नयाँ लोड चाहिँ थाम्न नसक्ने पनि हुन जान्छ। त्यसकारणले गर्दाखेरि डिजाइनमा त्यति धेरै चेन्ज नगर्दा नै राम्रो हुन्छ। र अर्को कुरा भनेको के हो भन्दाखेरिमा तपाईले जुन घरमा तल्ला थप्दै हुनुहुन्छ त्यसको नयाँ नक्सा पास पनि गर्नुपर्ने हुन्छ। यो कुरा नछुटाउनु होला। यदि तपाईले नक्सा पासै नगरिकन चाहिँ तल्ला थप्नु हुँदैछ अथवा थप्ने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईले चाहिँ गलत गर्दै हुनुहुन्छ। यो बारेमा पनि तपाईले चाहिँ जानकारी लिनु पर्यो। त्यसैगरी तपाईले चाहिँ पुरानो घरको पिलरको डाइमेन्सन जति छ अथवा चाहिँ साइज जति छ त्यति नै साइज बराबरको पिलर थपेर घर बनाउनु पर्ने हुन्छ। यदि तपाईले चाहिँ पहिलाको पिलर भन्दा कम साइजको अथवा चाहिँ ठुलो साइजको पिलर हालेर घर बनाउँदै हुनुहुन्छ भने चाहिँ सायद त्यो भोलि डिजास्टर भएर चाहिँ निस्किन सक्छ। र यदि तपाईले चाहिँ अहिले चाहिँ अब तल्ला थप्दै हुनुहुन्छ भने चाहिँ फेरि घरको चाहिँ लोड एनालाइसिस चाहिँ गर्नुपर्ने हुन्छ। तपाईले अहिले थपेको तल्लाको लोड चाहिँ तपाईको पुरानो घरले चाहिँ थेक्न सक्छ कि सक्दैन अथवा त्यसको फाउन्डेसनले चाहिँ थेक्न सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ तपाईले चाहिँ विचार गर्नुपर्ने हुन्छ र लोड एनालाइसिस चाहिँ गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को ध्यान दिनुपर्ने कुरा भनेको तपाईको पहिलाको पिलर त्यसैगरी बीम त्यसैगरी स्ल्याबलाई चाहिँ सकेसम्म चाहिँ नफुटाउनु होला। यदि फुटाउनु भयो भने चाहिँ त्यसलाई त्यही अनुसार नै फेरि नयाँ तरिकाले जडान गर्नुपर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि त्यो त्यति धेरै मजबुत नहुने सक्ने चान्सेसहरू धेरै हुन्छ। त्यो कारणले गर्दाखेरि पुरानो स्ट्रक्चरलाई चाहिँ सकेसम्म नफुटाउनु होला। त्यसैगरी तपाईले अब बनाउँदै गरेको घरको वालमा चाहिँ लिन्टेल बीम र सिल ब्यान्ड चाहिँ अवश्य पनि राख्नु होला, जसले तपाईको वाललाई अझै मजबुत बनाउँछ। त्यसैगरी तपाईले अर्को कुरा भनेको कस्ट एस्टिमेसन त गर्नै पर्यो हैन। कति खर्च जति लाग्छ, कति महँगो पर्छ अथवा कति सस्तो पर्छ त्यो बारेमा चाहिँ तपाईले चाहिँ कस्ट एस्टिमेसन गर्नु पर्यो। र अन्तिममा भनेको तपाईले अब बनाइसके पछाडी छतमा चाहिँ प्यारापेट वाल छतको हाफ वाललाई चाहिँ एकदमै राम्रोसँग जडान गर्नु होला। नभए त्यही स्थानहरुबाट चाहिँ तपाईको पानी छिर्ने रसाउने समस्याहरू पनि हुन जान्छ। र तपाईले चाहिँ आफ्नो घरको छतलाई वाटरप्रुफिङ गर्न पनि नबिर्सिनु होला ताकि तपाईको घर चाहिँ एकदमै सुरक्षित र दीर्घकालीन हुन जान्छ। त यो त थिए तपाईहरुले आफ्नो घरमा तल्ला थप्नु अघि बुझ्नै पर्ने केही कुराहरू। र यस्तै जानकारीमूलक भिडियोको लागि म विनायक पन्त र हाम्रो पेज राइज अफ डिजाइन एन्ड कन्स्ट्रक्सनलाई फलो गर्दै गर्नु होला है त।